के तपाईले कहिल्यै सोच्नु भएको छ भोक लाग्दा कस्तो पीडा हुन्छ? अब कल्पना गर्नुस्, तपाई बोल्न सक्नुहुन्न, माग्न सक्नुहुन्न र कसैले तपाईको पीडा बुझ्दैन। एउटी आमा जसले आफै केही नखाई आफ्ना 5 साना बच्चालाई बचाइरहेकी छ। चिसो रात, वर्षाको पानी र चारैतिरबाट आउने ढुङ्गा र गाली। ऊ कुनै मान्छे होइन, ऊ एउटा कुकुर आमा हो, त्यही प्राणी जसलाई हामी ढोका देखाएर लखेटिदिन्छौँ। एक दिन यदि कसैले उसलाई एक रोटी मात्र दिएको भए, सायद आज यो कथा नै बन्ने थिएन। यो कथा अन्त्यसम्म सुन्नुहोस्, किनकि अन्त्यमा तपाईले बुझ्नुहुनेछ दया किन सबैभन्दा ठूलो धर्म हो। एक समयको कुरा हो, एउटा सानो गाउँको छेउमा विशाल पिपलको रुखमुनि एकजना महात्मा बसेर मानिसहरूलाई उपदेश दिइरहनु भएको थियो। गाउँका धेरै मानिस उहाँको प्रवचन सुन्न भेला भएका थिए। महात्माको स्वर शान्त थियो, तर उहाँका शब्दहरू गहिरा र मन छुने खालका थिए। उहाँ भन्नुहुन्थ्यो, यस संसारमा सबैभन्दा ठूलो धर्म करुणा हो। जसले कमजोर, भोकाएका र पीडित प्राणीप्रति दया देखाउँछ, उसैको जीवन साँचो अर्थमा धन्य हुन्छ। त्यही भिडबाट एकजनाले उठेर प्रश्न गर्यो, गुरुदेव, मानिसले त मानिसलाई दया गर्नु ठिकै हो, तर कुकुर बिरालो जस्ता जनावरलाई खाना खुवाउँदा पनि के पुण्य मिल्छ र? महात्मा हल्का मुस्कुराउनु भयो। उहाँले आँखाहरू बन्द गर्नुभयो र भन्नुभयो, यदि तिमीहरू साँच्चै उत्तर जान्न चाहन्छौ भने म तिमीहरूलाई एउटा कथा सुनाउँछु। यो कथा सुनेपछि तिमीहरूको सोच आफै बदलिनेछ। सडक छेउको एउटा जीवन। त्यो गाउँमा एउटा कुकुरिनी अथवा कुतिया थिए। ऊ कुनै घरकी थिइन, न उसको नाम थियो, न उसको कोही मालिक। उसको जीवन सडक, गल्ली र खेतको छेउमै बित्थ्यो। उसले 5 वटा साना साना बच्चा जन्माएकी थिए। न त उसको लागि सुरक्षित बसोबास थियो, न त पर्याप्त खाना। चिसो हावा चलेको रातमा ऊ आफ्ना बच्चाहरूलाई शरीरले छोपेर सुत्थी। वर्षा परेको बेला भिजेको जमिनमा बसेर ऊ केवल यही सोच्थी, म भोकै बसुँ तर मेरा बच्चा बाँचुन्। गाउँका मानिसहरू उसलाई देख्ने बित्तिकै ढुङ्गा उठाउँथे। कसैले गाली गर्थ्यो, कसैले लखेट्थ्यो। बच्चाहरू रोए पनि कसैको मन पग्लिँदैनथ्यो। कहिलेकाहीँ कसैले फालेको सुक्खा रोटी वा बासी भात भेटिन्थ्यो। त्यही लिएर ऊ आफ्ना बच्चातिर दौडिन्थी। उसको जीवन सङ्घर्ष, अपमान र भोकमै बित्दै गइरहेको थियो। एक दिन गाउँमा ठूलो भोज भयो। धनी सेठको घरमा विवाहको कार्यक्रम थियो। चारैतिर मिठाई, पुलाव, तरकारी र परिकारको थुप्रो थियो। भोकले थकित भएकी त्यो कुकुरिनी त्यो सुगन्धले तानिएर सेठको आँगनसम्म पुगिन्। उसको मनमा चोरी गर्ने इच्छा थिएन, केवल पेटको आगो शान्त पार्ने चाहना थियो। तर उसलाई देख्ने बित्तिकै सेठका नोकरहरू चिच्चाए। कसैले लट्ठी हान्यो, कसैले ढुङ्गा फाल्यो। ऊ डरले काँप्दै त्यहाँबाट भागी। उसको शरीरमा चोट थियो, मनमा पीडा थियो, तर आँखामा आँसु झरेन, किनकि ऊ आमा थिई र आमालाई रोएर बस्ने फुर्सद हुँदैन। दिन बित्दै गए, खान नपाएर उसको शरीर कमजोर हुँदै गयो। तर पनि ऊ आफ्ना बच्चालाई छोड्दिनथी। आफूलाई केही नखाई उनीहरूलाई बचाउने प्रयत्न गर्थी। एक चिसो बिहान ऊ उठ्न सकिन। उसको सास ढिलो ढिलो चलिरहेको थियो। उसका बच्चाहरू उसको वरिपरि बसेर आमालाई चाटिरहेका थिए, तर ऊ अब उठिन। त्यो कुकुरिनी चुपचाप यो संसारबाट बिदा भई। कुनै मान्छेले उसको मृत्युमा आँसु झारेन, तर प्रकृतिले एक सच्ची आमा गुमाएको थियो। महात्माले कथा सकाउनुभयो। त्यहाँ बसेका मानिसहरू पूर्ण रूपमा मौन थिए। महात्माले भन्नुभयो, त्यो कुकुर पनि हामी जस्तै भोक लाग्ने, पीडा महसुस गर्ने जीव थिए। उसको पनि आमा थियो, उसका पनि बच्चा थिए, उसको पनि बाँच्ने अधिकार थियो। यदि त्यो दिन कसैले उसलाई एक रोटी मात्र दिएको भए, सायद उसको जीवन बस्थ्यो। महात्माले अन्त्यमा भन्नुभयो, पहिलो रोटी गाईलाई, दोस्रो रोटी कुकुरलाई दिनु हाम्रो संस्कार हो।
कुकुरलाई खाना खुवाउने मानिस अन्जानमै आफ्ना दुःखहरू घटाइरहेको हुन्छ। करुणा नै साँचो पूजा हो। दया नै सबैभन्दा ठूलो धर्म हो। जनावर पनि जीव हुन्। भोक सबैलाई लाग्छ। सानो दयाले ठूलो पुण्य दिन्छ। निर्दयी समाज कहिल्यै महान हुँदैन।